के छ दाजु हाल खबर कता हो भन्छु के एकदम यहाँको उसमा हाम्रो साथी मेरो पहिलाको पुरानो साथी पहिलाको पुरानो साथी त्यहाँ छ यही कुरेर बसेछ 3-4 त रहेछ मेरो पुरानो साथी रहेछ देखो अभी इधर हम गांव में आया है तो उधर जाके बैठेंगे यार इधर बारिश होगी वो छोटा छोटा बंदर देखे इधर बड़ा वाला कोई फायदा नहीं है तुम्हारा आइडिया मैं हाय ब्रो हाउ आर यू हाँ where fish no fish ओए हेलो आई कमिंग तेरो गाला पड्काइन्छु अहिले अझै रिस दिखाएगा तू मेरे को तेरे से मेरा बहुत पावर है साले जमना घूमिया तो हम लोग को धमकी देता है बहन तो चाइना है तुम नेपाल आए हम नेपाल न्यू होता है हमको हाँ यार You take no please yeah I don't know. First time. oh first time first time no have one also You like me? no one What? no have one piece No. yeah why Not your life. Yeah. okay Best shot. good luck That's why I am coming. I am busy. okay Not too much fish, bro. betul I brought okay bro good English. Okay. Good luck. good English you yeah Thank you. you good English we don't have English okay thank you yes Maybe you can help me. yeah oh yeah okay You like me? okay One fish. फिर लड़की के जैसा कर रहे हो त्यही फेरि केटा मान्छेलाई नि केटीलाई जस्तो लाइक मेरो साइकल यिनीहरूलाई बस्ने ठाउँ छ क्या त्यहाँ लेट्स गो यिनीहरू आछ नि यसरी चाइनाबाट होला काहीँको अमेरिका जापान अस्ट्रेलियाबाट आएर यिनीहरूलाई बस्ने ठाउँ छ क्या यहाँ माथि होइन यिनीहरू राउन्ड हान्छ नि त एक राउन्ड पुरै ओके हाइकिङ लो गुड शट यिनीहरूको फेरि अब यस्तै घुम्दिन्छ त ऊ डाँडातिर होला क्या बस्ने ठाउँ यो सबै व्यवस्था छ नि झोलामा नै व्यस्त छ यिनीहरू बस्ने यस्तैमा बस्छ यिनीहरूको त उ छ नि त के अरे क्याम्प त्यो के हुन्छ नि यस्तो छत्री त्रिपाल के त्रिपाल त्यो त अब खानापिना सबै गर्छ नि त यिनीहरू सबै यहाँ बोकेर हिँड्छ ओ कार कमिङ यता आउनु यता हेलो Hello. उसको दे ओ बस वो लड्की केटीलाई गर्छ नि त्यस्तै गर्दैछ उसले उसले केटीलाई जस्तो जिस्काउँदैछ क्या त केटालाई यु लाइक मी दुईटा तपाईँले एउटा तान्नु You like me? तान्दै भइगयो समान न यति नै हो र अब एउटा छ मसँग बस त चिकन उसलाई त झ्याप भएको उसलाई झ्याप भयो अब पल्टिन्छ त्यो त्यसलाई दिने नि त कि आज बिहेर म त बहुत लिएको नि त आज बिहेर त्यहाँ जानु त फेरि भाइ त्यो घरमा जान मन लाग्यो मलाई त्यो जङ्गलमा तपाईँ गएको भन्छ त कहाँबाट गयो हिलो होला कि जताबाट जाऊँ न त्यहाँ एकपल्ट त लडाइँ भयो कि लडाइँ भयो कहाँ हो बाँदरको भाइ राष्ट्रको आएको
यस्तो दामी छ ठाउँ दामी मङ्की हिल जम्मै सबै भन्नु न दाइ हामी सबै हामी आफू दाइ। भने यस्तो भन्नु न अनि दाइ के छ हालखबर एकदम ठिक छ ठिक छ अनि तपाईँको गोरा दाइ तपाईँ घर कहाँ अरे मेरो बुटोल हो बुटोल चाहिँ मुर्गिया मुर्गिया होइन मेरो घर रुद्रपुर हरिया थाहा छ के होइन अनि हाम्रो दाइ चाहिँ हामी चाहिँ दुई भाइ ठ्याक्क भेट भएर हौँ। इन्डियन साथी उता केटी जिस्काउँदैछ केटी त होइन केटा केटी होइन केटालाई केटी सम्झेर उसले जिस्काउँदैछ भन्नु न ओके अनि हामी दुई भाइ टक्क हामी आफ्नै गाउँठाउँको भनेर यसो भेटघाट हामी त अनि गोरा मङ्कीलाई जिस्काएको क्या बाँदरहरू त टन्नै छ, गोराकै गोरा टन्नै छ, टन्नै बाँदरमा छ। पनि गोरा हुने रहेछ त यार एउटा एउटा मात्र रहेछ फेरि त्यो बिउ परेर कहाँदेखि त्यो त्यही त त्यो हाम्रो नेपालतिरकै कोही कोही हुन्छ नि त एउटा दुइटा मगरमा बाहुन परे जस्तो बाहुनमा कोही मगर कोही परे त्यो जस्तो सेतो हुन्छ नि मान्छेहरू एक दुईजना हुन्छन् कि नेपालमा गोरा जस्तो हामीले के भन्थ्यौँ त्यसलाई यसको आमा चाहिँ टक्क घाम तापेर सुतेको बेलामा माथि गोरा प्लेनमा हिँड्दाखेरि के यसो गरेर के त्यो खसेर त्यहाँ ठ्याक्कै त्यहाँ झरेर जन्मिएको भनिदिन्थ्यौँ कि हामीले गोराहरू प्लेनमा हिँड्दाखेरि माथिदेखि झार्दै ठ्याक्कै घाम तामा सेकाउँदै सुतेको बेलामा त्यहाँ यहाँ छ एउटा गोरा बाँदर यता सबै छ के के अहिले देखाउनलाई त्यहाँ माथि देख्दैन है। हामी गएन क्या हामी आएको थियो यार भाइ न ए भाइ हँ? हामी त्यो डाँडा जानुपर्छ क्या खास भनेको डाँडा पुग्ने हो क्या त्यहाँ छ कि ठुलो ट्रेकिङ हेर्नु न त्यो ट्रेकिङको मान्छेको छ अब यिनीहरूको पो सबै चिज छ व्यवस्था छ त्यहाँ हाम्रो पनि छ नि हामी के मरिन्छ भोकले अब बाटो जाँदा जाँदै हराइयो भने बिचमा अनि के भित्र परिन्छ नि केही पनि हराइने यो यो भर्खरै गएको थियो उम्। रन्का बुझे रन्का रन्का बुझ्यो रन्का ए यसले मलाई भोट दिने हो कि नै के भनौ कुरा मलाई और चाहिएन भाइ यिनीहरूले मलाई हामीलाई भोट दिएको यो सेठ रहेछ यो सेठ ए सेट ए बस चु त्यहाँ नक्कर गरेर केपिएलतिर गइस् है त पहिलाको जमाना केपिएल रहेछ कि हेर्दैन उताको त्यो सानो बच्चालाई खेलाउनु जाने अहिले